हेलो साथीहरू, वेलकम ब्याक माई युट्युब च्यानल। 1 इयरदेखि ग्याप भएको मेरो युट्युब च्यानल चाहिँ म फेरि खोलेर अब थोरै हाल्न लाग्छु। अब हेर्दै जानुहोस्। आज हामी चाहिँ उहाँ दाइ र म थानफुङ्गी हेर्न जाँदैछौँ साथीहरू। तर कोरिया चाहिँ अलिक ढिलै भइसक्यो। हामी अहिलेसम्म चाहिँ सुत्यौँ, आनन्दसँग सुत्यौँ। हिजो र आज चाहिँ हाम्रो घुम्न जाँदैछौँ। हेर्दै जाउँ, कोरियाको हेर्नु ठुला बिल्डिङ। हाम्रो बिल्डिङ चाहिँ ऊ त्यो पारीको हो, 11 तला माथि। 11 तला माथि छ साथीहरू, माथिदेखि। तर राम्रो साथीहरू, कोरिया सायद यस्तो होला त कहिले गाह्रो सम्झिनै सकिँदैन यस्तो हाम्रो त्यस्तो हुन चाहिँ। यो अपार्टमेन्ट चाहिँ कहाँ पो लेखेको छ यार। हाम्रो चाहिँ 104 हो, 120, यो 117 हो। त्यस्तै नम्बर अनुसार यहाँको हुन्छ कि। त्यही भएर हाम्रो चाहिँ 104 हो, 4 नम्बरको 11 तलामा बस्छौँ साथीहरू। हेर्नुहोस्, हामी चाहिँ उहाँ दाइ र म चाहिँ अब घुम्न जान लाग्छौँ। भर्खर निस्किरहेछौँ। तपाईँहरूलाई थानफुङ्गी देखाउँछु म, रोक्नुहोस्। कोरियाको थानफुङ्गी कस्तो हुन्छ। गाइस, यहाँदेखि बस चढ्ने हो। कोरिया चाहिँ बस चढ्ने दामी हुन्छ है। कोरिया बस चढ्ने यहाँ अगाडि कति नम्बरको बस आउँछ त्यो चाहिँ यहाँ माथि देखाउँछ कि यति नम्बरको बस आउँछ, उति नम्बरको बस आउँछ। कोरियामा चाहिँ जता पायो त्यताबाट बाटो काट्न पाइन्न होइन। यहाँ ट्याक्क होइङदान बोधो हो कि भन्छ होइन, यहाँदेखि बाटो काट्नुपर्छ। अनि एउटा अर्को दाइ पनि हुनुहुन्छ। कोरियामा चाहिँ त्यति धेरै गाडी चाहिँ चल्दैन है साथीहरू, किन तर थोरै गाडी चल्छ, तर राम्रो तरिकाले चल्छ कि। ऊ त्यो पारीको सबै थानफुङ्गी हो। हामी 3 जना जान लाग्छौँ। यहाँदेखि मात्र बाटो काट्न मिल्छ कि जता पायो त्यहाँदेखि बाटो काट्न मिल्दैन। एउटा दाइ पर हुनुहुन्छ, उहाँ दाइलाई जबरजस्ती बोलाएर, आइफोन 17 उहाँ दाइसँग छ नि त, त्यही भएर उहाँ दाइलाई जबरजस्ती बोलाएर हामी चाहिँ घुम्न हिँडेका छौँ। गाइस, कोरिया चाहिँ दामी छ है, ल आउनु पऱ्यो हजुरहरू पनि, सँगै भेट्नु पऱ्यो। गाइस, देख्न सक्नुहुन्छ हाम्रो नेपालका 2 जना भेडा त नभनौँ, हामीभन्दा सिनियर मान्छे, सिनियर दाइहरू हुन्। ऊ आइफोन 17 देखाउनु त दाइ। मेरो पार्टनर, मेरो के बोले भाइ? अब के बोले के छ थाहा बोले? हामी चाहिँ अब खोला त्यसै घुम्न जान लाग्छौँ, थानफुङ्गी हेर्न जान लाग्छौँ। तपाईँलाई देखाउँछु, हेर्दै जानुहोस् मेरो भ्लग। गाइस, कोरियाको बस देख्न सक्नुहुन्छ। कति नम्बरको बस आयो, यो कति नम्बरको हो हेर्नु। त्यहाँ सुरुको बस हो। उहाँ दाइहरू चाहिँ के भन्छ नि, सजम के उमा जाने अरे, के सिउमा। ऊ त पर सिउमा गएर के खाएर मोइस्चर हो के दाइ, के खाने भन्नुभएको तपाईँले? के खाने भन्नुभएको तपाईँले? त्यो खाएर चाहिँ हामी टक्क लाएर घुम्न जान्छौँ पारीको थानफुङ्गी हेर्नु। गाइस, कोरिया पनि त्यति राम्रो त नभनौँ, बागमती जस्तो फोहोर चाहिँ छैन, तर राम्रै छ कोरियाको ताल त राम्रो छ है। हाम्रो टिमको चाहिँ सबभन्दा ह्यान्डसम अनि राम्रो मान्छे भनेको उहाँ दाइ हो है। ऊ दाइ फर्किदिनु न। दामी आइफोन 17 भएको मान्छे भनेको उनी हो, भलिबल प्लेयर। साथी हान तिमी पनि। आइफोन 17 उहाँ दाइसँग छ है। सबभन्दा यहाँको धनी भनेकै उहाँ दाइ हो। त्यही भएर अब कहाँ के खुवाउनु लग्न लाग्नु भयो, हामी चाहिँ ट्याक्क खत्रै उमा आयौँ। अब यहाँदेखि त्यहाँभित्र गएर हामी के खान्छौँ, त्यहाँदेखि आउँछौँ। मोइस्चर हो कि के भन्ने खान जान लाग्छौँ गाइस। तर कोरियामा कति लास्टिङ महँगो हुन्छ क्या। हेरौँ है, यहाँ यो कस्तो बब्बाल छ, सामानहरू हेर्नुहोस्, देख्न सक्नुहुन्छ। मोइस्टर हो के हो, बब्बाल छ के हो, खै कहाँ छ मोइस्टर भन्ने। तर के हो यस्तो यो, तर महँगो पर्छ यार। कति रुपियाँ पर्छ अरे यसलाई एउटालाई? 2000 को एउटा, 4000 को 2टा। रेडबुल 5वटा। यति लगेर जान लाग्छौँ है हामी अहिले चाहिँ। 4 जना यति लाग्छौँ, खान्छौँ। तर आज चाहिँ अलि दिउँसो भइदिया हुन्थ्यो, साँझ भइसक्यो। त्यही भएर अब निस्किन्छौँ कि हामी है। कोरियन केटीको चाहिँ भिडियो गराउनु नमिल्ने अरे क्या। कोरियन केटीहरूको गरायो भने तिनीहरू सिन्बु गर्छ अरे। अनि त्यहाँदेखि फेरि भर्खर आएको नेपालबाट आएको थाहा केही टाइमै भएन, 2 महिना भएको छैन, फेरि के नेपाल जानु। त्यही भएर कोरियनको चाहिँ गराएन। हामी चाहिँ त्यहीँ भित्र लिएर आयौँ। अनि अब यहाँ मोइस्चर खाएर घुम्न जाने गाइस। 2000 को हो यो,
2000को यो 2000को सानोतिनो होइन 2000को। हामीहरू यहाँ चाहिँ सिजाक पेपर रक गरेर तल्थि जाने कि माथि जाने घुम्न यो गराउँछौँ है साथीहरू। ल अब म पनि है जसले जित्छ त्यसले भनेर टी गर्ने कि यस्तो गर्ने कि यस्तो गर्ने है। हामीहरूको सिजर पेपर रक है सिजर पेपर रक ल नजिकै ल म यहीँबाट गर्छु मैले भिडियो गराएको छु के ल हात देखाएको छु पेपर ल यस्तो यस्तो गर्ने ल ल सिजर पेपर रक अनि मलाई के थाहा त नि मैले यो गेमै खेलाएको थिएन अनि मैले गेमै खेलाएको थिएँ नि त्यो त नि आजसम्म बस आयो है बुसन जाने फेरि यो भएन है क्यान्सिल फेरि अर्को ल ल हामी दुईजना यता ल ल सिजर पेपर रक फेरि भएन सिजर पेपर रक एउटा फेरि कसरी जित्यौँ यो भइसकेपछि हामीलाई हानु नि त ए त्यस्तो हो सिजर पेपर रकै खेलाएको थिएन केटाहरूले सिजर पेपर रक खेल्न नि सिकायो अब जाने हामी चाहिँ माथिकोतिर जाने है गाइज हामी चाहिँ खोल मर्निङ वाक गर्न गएको कोरियन मान्छेहरू चाहिँ मर्निङ होइन इभिनिङ वाक यहाँ कोरियन चाहिँ धेरैभन्दा लास्टै नेपाली होइन नेपाली हुनुहुन्छ नेपाली चाहिँ अब हिँड्न पनि झ्याउ मान्छन् होइन कोरियन चाहिँ बुढा पनि लास्टै के यो खोलामा ठाउँमा दुगुरे हुन्छन् के दुगुरे जति धेरै उन्दुङ गऱ्यो उन्दुङ भनेको यस्तै दुगुरे हिँड्यो नि त्यति नै धेरै बाँचिन्छ भन्ने हुन्छन् कि हेर्न त्यहाँ माथि सानो केटाकेटी पनि कस्तो दुगुर्न आएको छन् यार हामीलाई भने फोन र गेम भयो भने उही नहुने तर कोरियन हेर्नुहोस् न लास्टै के यी लास्टै बुढो मान्छेहरू पनि यहाँ यस्तो गइरहने यस्तो ठाउँमा राखिदिरहेको हुन्छ ठाउँमा यस्तो राखिदिरहेको हुन्छ अनि यस्तो उन्दुङ गरिरहेको हुन्छन् कि प्रायः धेरै जस्तो बुढोहरू पनि यी त्यो माथिको राम्रो छ पुल चाहिँ अनि सबै यी बुढी आमा पनि कस्तो हानिरहेको छन् कस्तो दामी है यो हो नि त बरु तरिका भनेको मान्छेको स्वास्थ्य केयर भनेको आफ्नो केयर आफै गर्ने हो कि कोरियनले हेर्नु न यस्ता ठाउँमा राखेका हुन्छन् बुढाहरू पनि पुरै यस्तो हानिरहेको हुन्छन् कि तर हामीहरूको छैन रात दिनै फोन हेरौ मोबाइल चलाऊ कोठामै सुतिराखौ बरु मरो कि बाँचो कि केही छैन त्यही भएर त्यही सोचेर आज चाहिँ हामी पुरै उन्दुङ गर्ने तरिकाले इभिनिङ वाकमा खोला छौँ तर बागमती जस्तो गनाउँदैन है केटा यो खोला चाहिँ जति जे भने नि अरू त त्यस्तै यो खोला चाहिँ राम्रै छ है कस्तो गराउने रहेछ भने चाहिँ यहाँदेखि पानी छिराउने तलखेर निकाल्ने फिल्टर गर्ने रहेछ क्या मान्छे त यहाँ पनि हुन्छन् कि टन्नै हुन्छन् फोहोर हुन्छ तर पनि यहाँको सरकारले कस्तो गर्ने रहेछ भने यहाँको पानी यहाँ ठाउँमा के जस्तै एउटा यहाँ राख्ने एउटा माथि अर्को माथि अनि ठाउँमा पानी तल छिराउँदै उता फेरि निकाल्दै अनि फिल्टर गरेर यस्तै गर्ने रहेछ कि त्यही भएर चाहिँ राम्रो छ कोरियाको के हो यो के भन्छन् कोरियाको वातावरण राम्रो छ गाइस कोरियाको यो प्राकृतिक वातावरण नभनेर कृत्रिम कोरियाको सरकारले जो असुविधा भन्ने कुरा राम्रो दिएको छ त्यो चाहिँ अस्ति यहाँ एउटा कार्यक्रम भएको थियो कोरियनहरूले यहाँ के गुम्फा संस्कृति कार्यक्रमहरू गर्छन् कि कोरियनहरू कस्तो दुगुरे हो यार दुगुर्ने मन लाग्यो तर नदुगुरौँ मरिन्छ हामी नेपाली त दुगुरौँ भने मर्छौँ यी हाम्रा गोर्खेहरू हाम्रो कम्पनीको गोर्खेहरू हिँडिरहेछन् अगाडि काम साम नपाएर अरू त्यस्तै हो गाइज होइन कोरियन है नेपालमा भइदिएको भए हामी पनि स्वयं म पनि मेगासिरे खाँदै थुक्दै गर्थ्यौँ तर कोरियामा यो जताभातीलाई फाल्न पाइन्न कि कोरियामा जताभातीलाई फाल्न पाइन्न त्यही भएर यो खाइ भइसक्यौँ तर यो अनि उमा के अरे यो पकेटमा हालेर रुममा लगाएर फाल्नुपर्छ कि यो कहाँ फाल्ने ठाउँ छ त्यहाँ लगेर फाल्नुपर्छ कि हेर्नु न कोरियनहरू माथि दुगुरिरहेछन् के अरे फेरि भन्नु त कोरियनमा आमुदुना फरिमेन आन्दोयो भनेको यो जतापातीलाई फाल्यो भने हुँदैन भनेको है मलाई नि खासै कोरियन आन्न कि मैले कोरियन पढ्न त पढेँ तर चिप्सहरू पास भएँ अनि त्यस्तै गर्दै कोरियै आएँ अनि कोरियै आएर अनि कोरियाको जिन्दगी बिताइरहेको छु गाइस मैले चाहिँ अब यहाँ कोरियन चाहिँ धेरै छन् कोरियनलाई देखाउनै मिल्दैन कोरियनलाई देखायो भने च्यापोसो मात्र लगाऊ त्यहाँ घर भन्ने गाह्रो हुन्छ तर कोरियनलाई नदेखाऊँ होइन कोरियनलाई कहाँ फाल्ने कि त यार यो फाल्ने ठाउँ चाहिँ कहाँ छ फाल्ने ठाउँ
쓰레기통이 보이면 저기 버리면 됩니다. अलि बेसरी भन्नु न 이거 재활용 쓰레기니까 깡통이나 이런 쓰레기는 재활용의 분류에서만 버려야 됩니다. ने 감사합니다 मलाई चाहिँ थाहा थिएन अनि हल्का फुल्का भाषा मिलाउनु चाहिँ आउँछ है मलाई कोरियनमा अरू केही नआए पनि ने ने गर्न यसो मुन्टो हल्लाउनु चाहिँ आउँछ के भनौँ बुझ्नु चाहिँ छैन यी मेरो फेरि मेरो यो फेरि पूर्वको साथी होइन लाज पनि मान्छ फेरि भोइस चाहिँ मेरो हाल्नु पर्यो अरे भोइस फेरि कस्तो बोल्छ भने साथी होइन पुरै बागलुङको बोल्छ कि बागलुङको भाषा बोल्छ त्यही भएर भोइस चाहिँ हाल्नुहुन्न साथी तर साथी लास्टै हाल्नु पर्ने कि हेर न मुस्कायो ल साथी ठिक छ होइन मेरो युट्युब च्यानल सब्सक्राइब गर के हो हेर न यो मान्छेले बोलेको नि आन्दै गर्छ यार अलि राम्रो बोल नि साथी नेपाली बोल है यस्तो हुन्छ यस्तो हुन्न है गाइस यहाँको पानी मैले किन सफा भनेको थिएँ नि ऊ हेर्नु ऊ त्यहाँ माथिदेखि पानी छिराओ होइन त्यहाँदेखि पानी छिराओ यहाँ पानी छैन ऊ तल गएर निस्क्यो कि पानी तल गएर यहाँ पानी छैन नि त अलि छ हेर्नु यहाँ सुक्खा छ अनि यसरी पो हो त सफा गर्ने कमसेकम यसरी सफा गरिदिएको भए त बागमती त्यस्तो गनाउने थिएन होला हेर्नु न यहाँ यत्रो पानीको ताल पऱ्यो होइन पानी यहाँ माथि यति ठुलो छ क्या यति ठुलो छ पानी तर यहाँबाट छिराएर यहाँ तल यहाँ पानी छैन अनि ऊ तल निकालिदिइरहेछ क्या यस्तो भए राम्रो हो कि अनि बल्ल पो वातावरण राम्रो हुन्छ मान्छे त भेडै छन् होइन हाम्रो नेपालको प्रधानमन्त्री भेडो हामी अब कोरिया आएको कोरियनै भेडो हामीले चाहिँ यो अघि लिएर आएको होइन अब ट्याक्कै यहाँ फाल्ने हो कि यसलाई फेरि पछि यहाँको कोरियनले चाहिँ यसलाई के गर्छन् सफा गरेर उता कता फेरि उ गर्छन् कि त्यही भएर हेर्नु यहाँ कोरियनहरू यस्तो उन्दुङ गरिरहेछ साँझ पनि उन्दुङ गरिरहेछ होइन राम्रो छ हामी पनि यसमा टेकेर खुट्टा हल्लाउने यसो ज्यान हलुका गराउने हो क्या केडा हो ठिक छ नि हाम्रो गोर्खेहरू एउटा उयो छेउको यो काले दाई ह्यान्डसम दाई चाहिँ मेरो रुम पार्टनर हो यो ह्यान्डसम दाई हो कि फेरि केटी चाहिँ आमामा यस्तो खतरा पटाउँछ नि यो दाइले कोरियन केटी त आएको 8-9 महिना नै भएको छैन होइन कोरियन केटी नै 3-4वटा पटाइसक्यो भने हामीलाई पनि यसो पटाइदिनु भनेको छैन भाइहरूलाई राहतै गरिदिने होइन यस्तो पनि हुन्छ दाइ यार केटी पटाउनु पऱ्यो कि हामीलाई पनि त्यही भएर अब गर्नु पऱ्यो यो भएन हेलो साथीहरू हाम्रो चाहिँ अब कोरियामा रात परिसक्यो होइन त्यही भएर अब हामीलाई यो के भन्छ यो भलक चाहिँ इन्डिङमा छौँ होइन मेरो दाइले कोरियनमा भन्नुहुन्छ अरे के ल खै कोरियनमा भन्नु नेपाली पनि भन्नु है दाइले कोरियन प्लस नेपाली दुइटै ल खै 안녕하십니까 이 친구는 지금 프로그램을 촬영하고 있거든요. 우리는 여기 놀면서 여기 외야 산책로라고요. 여기 외야 산책로를 지금 저녁 시간에 좀 즐기면서 여기 놀고 있어요. 여기는 다 당국이 돌고 있어요. 여기 보여줘요 좀 보여. 네. यो चाहिँ यो 단풍이요 गाइस 마 요 코리안 여러분도 좀 시간을 내고 이렇게 밖에서 좀 놀면서 한국 생활 하시면 스트레스를 쉽게 풀어줍니다. 예, 네. 감사합니다. 네, 감사합니다. यसलाई नेपालीमा भन्नु त यार त नेपाली भनेपछि के भन्दा यसो अब बेलुका ल नेपालीमा भन्नु त बेलुका घुम्दै यसरी हिँड्दै गयो भने चाहिँ अब स्ट्रेस हट्छ भनेको के त्यही हो। ए ल धन्यवाद दाइ तपाईँलाई चाहिँ तर हो यो चाहिँ हो है मलाई पनि कोरियन चाहिँ बुझेन मैले तर हल्का बुझ्या कता सुने जस्तो लाग्यो होइन तर यो ठिक हो यार कोरियन मान्छेहरू चाहिँ पराइ हिँड्छन् कि पराइ यो सब खोलामा अझै रात पऱ्यो होइन गाइस अनि यो यतितिर पछि अब 3-4 बजेदेखि रेगुलर दुग्रेको हुन्छ आफ्नो हेल्थ पुगेर आफै गर्ने त्यही भएर त यहाँको मान्छेहरू प्राय 85-86 लगभग 90 वर्षसम्म पनि काम गरिरहेको हुन्छन् कि बुढी मान्छेहरू 90 वर्षको मान्छेहरू पनि पुरै रोडमा बसेर त बेचिरहेको हुन्छन् कि त्यही भएर आफ्नो हेल्थको लागि चाहिँ गाइस आफैले आफ्नो हेल्थको आफैले केयर गर्नुपर्छ होइन त्यही भएर नेपालीहरू पनि यो सिक्नुहोस् होइन नेपालमा नि अब आफ्नो हेल्थको केयर आफै गर्नुहोस् अनि यसो मर्निङ वाक हुन्छ इभिनिङ वाक हुन्छ यसो हिँडडुल गर्नुहोस् म तपाईँहरूलाई चाहिँ यो थानफुङ्गी देखाउने भन्ने सोचिरहेको थिएँ होइन यो पारीको थानफुङ्गी हो गाइस तर आज खासै अलि हामी ढिलो निस्क्यौँ कि रुमदेखि त्यस्तै रुममा उभो झ्याउ भएर ढिलो निस्क्यौँ तर म तपाईँहरूलाई भोलि यो थानफुङ्गी गएर फोटा खिचेर तपाईँलाई देखाउँछु तर हेर्नु न कति बवाल छ कि गाइस आज चाहिँ के हो भने यस्तै होइन हल्का ढिलो भयो तर मैले कोरिया आइसकेपछि फर्स्टचोटि ट्राई गरेँ होइन कस्तो गराउँछु भनेर भिडियो ट्राई गरेको थिएँ त्यही पनि सायद राम्रो त भएको छैन मलाई पक्कै पनि थाहा छ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइस अनि भिडियो सायद अब हेर्दा पछि चाहिँ राम्रो गराउने प्रयास गर्नेछु
आजलाई चाहिँ बाई। हाम्रो चाहिँ रात परो, गुड नाइट सम्पूर्णलाई बाई। मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है गाइस। ए कस्तो राम्रो बत्ती है। बाई, गुड नाइट।